हेलो गाइज, नमस्ते गाइज गाइजहरू। यहाँ म पिडालु, अब कहिले पिडालु पनि भन्छन्, कहिले कर्कालो पनि भन्छन् हैन त गाइजहरू। अनि यहाँ कर्कालो काट्न आएको थियो गाइजहरू। अनि यहाँ गर्मी भएर पुरा पसिना भएछ। हेर्न सक्नुहुन्छ गाइजहरू, हेर्नु न, यी पसिना यस्तो विधि आउँदो रहेछ अनि पसिना गाइज। यहाँ के अरे पाखातिर अनि यो के भन्छ अनि खोल्चातिर पिडालु पाउँछ कि भनेर खोज्न आएको गाइजहरू। पिडालु पाउन त पाउँदो रहेछ। यो पिडालु हो कि कर्कालो हो, खोज्न आएको थियो अनि पाउन त पाए। भारी पनि पुगे पनि। अनि दुईजनाको भारी छ गाइज, हेर्न सक्नुहुन्छ। भारी ऊ त्यहाँ बनाएर राखेको छ। कहाँ गयो भारी खोइ? ऊ त्यहाँ ऊ पर छ डोकोमा एकजनाको भारी गाइज। अनि एकजनाको चाहिँ उयो मुठो बनाएको छ। यो कर्कालो चाहिँ फेरि गाइजहरूले केले काट्यो होला भन्ने सोध्नु भयो होला अथवा सोच्नु भयो होला। यो कर्कालो चाहिँ गाइजहरू यो बङ्गुर पालेको थियो, त्यही बङ्गुरको लागि भनेर अनि पाखा खोल्चातिर पिडालु अथवा कर्कालाहरू खोज्न आएको थिए। अब भारी पनि पुगिसक्यो गाइजहरू, अब हिँड्न लागेको। अनि गर्मी पनि भएछ। अहिले यहाँ एकछिन बसेर हात खुट्टाहरू पनि धुनु पर्यो गाइज। यस्तो गर्मी छ, पसिना। यो चाहिँ पानी हो गाइज है। यो चाहिँ खोल्चाको पानी है। मुख धुनु पर्यो गाइजहरू, यस्तो गर्मी भयो। पानी एकदम सफा छ, चोखो पानी हो गाइजहरू। त्यो पानी हो। कपालमा अलिअलि पानी लगाउनु पर्यो, गर्मी लागिरहेछ। अब थकाइ पनि मार्यो, अब हिँड्नु पर्यो। ल गाइजहरू, अब हामी हिँड्न लागेको। आजले यति नै। अब पछि फेरि भेट्नेछौँ। ल बाई गाइजहरू, अहिले राखेँ है गाइजहरू। अब हिँड्न लागेको घरतिर, भारी पुगिहाल्यो। कस्तो नानी ढाड दुख्यो यार, छैन। अनि यता नानी एक साइडमा यहाँ केराको घारी पनि छ। अनि यो साइडमा अनि यो जङ्गल छ है गाइजहरूलाई देखाएको यो जङ्गल। ल बाई गाइजहरू, अब हिँड्न लाग्यो। अब घरतिर भारी पनि पुगिसकेको छ। ल त बाई।